हेलो साथीहरू, आज म तपाईहरुलाई सेती नदीको स्पेशल लोकल माछा कसरी बनाउने भनेर तपाईहरुलाई देखाउन गइरहेको छु है। माछा ल्याइसकेका छौं, हेर्न सक्नुहुनेछ। पक्कै पनि पखाल्नु पर्यो है। काटेर मैले ठिक्क पारेको छु मैले, तपाईहरुलाई पनि देखाउने भए यी माछा। अब हामीले यसलाई सफा गरिसकेका छौं। अब एकछिनपछि यसलाई अब चाहिँ यी साथीहरु आगो बाल्न गइरहेको छु म है। सबैजना साथीहरु अब मसला पिस्दैछु है म। हेलो गाइजहरु, यी हेर्नुस् मसला चाहिँ यसरी रन्काउने हो फेरि। मसला प्याज काट्नु पर्यो साथीहरु है। यी साथीहरु प्याज काटिसकेको छु है मैले। अब यो शुद्ध तोरीको तेललाई यसरी हाल्ने। तोरीको तेल अब प्याज तयारी अवस्थामा छ। यसलाई अब हामीले ट्याक्क तेल पनि तातिसकेको छ। ल अब यसलाई राम्रोसँग चलाउने, यसलाई रातो हुने गरी यसरी भुटिन दिने हैन। ल अब यसमा चाहिँ यो भुटिसकेको छ। अब टमाटर, यी टमाटर मैले अलरेडी काटेर राखेको छु। ल भिडियो लामो हुन सक्छ, तपाईहरु नछुटाइ हेर्नु होला। ल हामीलाई मजाले चलाउने। यसमा नुन छ, नुन यसो हाल्ने। ल नुन हाल्ने टमाटरलाई पार्न पर्छ है। टमाटर पनि भुटिसकेको छ। मैले मसला अलरेडी पिसेर राखेको छु साथीहरु है। यो मसला चाहिँ यसरी धेरै नहाल्ने, 2-3 चम्मच मसला पनि त्यसपछि माछा हाल्ने। यो माछा छ नि, यसरी माछालाई पनि अब माछा सेतीको स्पेशल साथीहरु माछा पनि पाकिसकेको छ। अब यो बारीको हरियो धनिया यसलाई माथिबाट यसरी हाल्ने। चोतो भात अब हेरौँ कसरी खानुपर्छ हैन, कस्तो हुन्छ एकछिन खाएर हेरौँ, टेस्ट गरौँ, खान्छ यहाँ। ल गाइजहरु सेम चौरो जो देखिन्न तुम्हारा रन्चोड बढ गयो। ल गाइज माछा ल कस्तो भइहाल्छ माछा? खै यहाँ हेरौँ त दाइ। मिठो छ, मिठो मिठो छ, दामी छ। ल